अब पार्टीको अध्यक्षज्यूहरूले चाहिँ भन्दै हुनुहुन्छ अब चाहिँ नि अब राजा चाहिँ लिएर आउनुपर्छ पार्टीको अध्यक्षले मात्रै भनेर भएन हामी नेपाली जनताहरू पनि एक भएर चाहिँ नि सबैजना एक भएर चाहिँ राजा ल्याउनुपर्छ राजा ल्यायो भने संस्कृतिहरू पनि मासिँदैन अहिले धेरै संस्कृतिहरू हाम्रो चाहिँ धर्म कर्ममा चाहिँ धेरै चाहिँ मासिरहेको छ अहिले धर्म कर्ममा मासियो हजुरको चाहिँ पुरानो मठ मन्दिरहरू सबै चाहिँ पुरेर राखेका छन् नेताहरूले चाहिँ त्यसमाथि भगाउन खोजिरहेछन् अब हामी चाहिँ नेताहरूलाई भन्यो भने हाम्रो लहर जाग्छन् अब जाग्ने भन्दाखेरि चाहिँ अनि त्यही भएर चाहिँ हामी चाहिँ राजा ल्यायो भने चाहिँ संस्कृति सबै मूल्यहरू सबै धरताहरू बच्छ भन्ने आश छ। हजुर जस्तो कि यति बेला हुन त तपाईँले राजा फर्काउनको बलिदानै दिइसक्नुभयो सुनको सिक्री नै हराउनुभयो हजुर हजुर अब त्यो यसो गरी सडकमा आइराख्नु भएको छ तर तपाईँहरूलाई चाहिँ आन्दोलन गर्ने तपाईँका अभियन्ताहरूले कमान्डरहरूले चाहिँ धोका दियो भन्छ नि त गणतन्त्रमा गएर मन्त्री पनि खाने सांसद पनि खाने गणतन्त्रको पक्षमा वकालत पनि गर्ने अनि राजा राजा भन्दै हिँड्ने तपाईँलाई धोका दियो भन्छ के बुझ्नु भएको छ यो बारेमा होइन यो बारेमा चाहिँ त्यो चाहिँ सबै फोकटको कुरा हो सबैजना चाहिँ कसको पार्टीमा गयो के गयो गणतन्त्रमा आएर मन्त्री भयो भन्ने त्यो फोकटको कुरा हो होइन राजेन्द्र लिङ्गदेन त मन्त्री हुनुभयो नि त उपप्रधानमन्त्री गणतन्त्रको हेर्नुहोस् त होइन नि त्यो गणतन्त्र केही गर्छु त्यो ठाउँमा गएर म काम गर्छु भनेर लड्छु भनेर जानुभएको लड्छु भनेर जाँदाखेरि चाहिँ नि अब चाहिँ उहाँलाई पनि अब चाहिँ गणतन्त्रले आफै आफ झगडा गरे उहाँले निकालेर चाहिँ पठाइदिइहाल्नु भयो।